दर्शकबिन नमस्ते। एकैछिन यो भिडियो हेर्नुहोस् न, तपाईँहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिनु है। अहिले म चाहिँ नबोलिकन पहिला तपाईँहरूलाई भिडियो देखाउँछु कस्तो लाग्यो, जस्ताको तस्तै प्रतिक्रिया। ल ल ल हेर्नुभयो भिडियो। व्यक्तिगत तर्फबाट हेर्दाखेरि चाहिँ एकदमै अन्याय देख्छु म चाहिँ। तपाईँहरूले कस्तो देख्नुहुन्छ? मैले मेरो व्यक्तिगत तर्फबाट हेर्दाखेरि चाहिँ एकदम अन्याय देखिरहेको छु क्या। किनभने तपाईँको एउटा स्टाटसको भरमा मलाई यस्तो गर्यो रे भने, मलाई बलात्कार गर्यो रे भन्ने बित्तिकै पक्राउ गरेर थुनामुक्त गर्दाखेरि जुन मुद्दा हाल्ने केटी थियो त्यो केटी प्रत्यक्ष नआइकन एउटा स्टाटस, एउटा फोनको भरमा तपाईँको केस हालेर केस लाग्छ भने जति बेला त्यो केटालाई पक्रियो नि त्यति बेला त्यो केटी पनि चाहिनुपर्ने हो क्या। केटीलाई पनि पक्रिनु पर्ने हो क्या। यदि त्यो केटा दोषी हो कि होइन, दोषी हो भने त्यो केटालाई दोषी करार गरेर त्यो केटीलाई छोड्नुपर्ने हो। र त्यो केटा दोषी होइन भने त्यो केटालाई छोडेर चाहिँ त्यो केटीलाई थुनामुक्त गर्नुपर्ने हो। वास्तवमा भन्ने हो भने यो चाहिँ एकदम अन्याय भयो सरकार। यस्तै अन्याय भइराख्यो भने हामी युवाहरू के गर्ने भन्नुहोस् त? कि अब यत्तिकै सिङ्गलै बस्नुपर्ने हो, सिङ्गलै जानुपर्ने हो? सबभन्दा राम्रो ताइवानीको कानुन ल्याइदिनुहोस्। एकअर्कालाई हेर्न नपाइने, एकअर्कासँग बोल्न नपाइने त्यो कानुन ल्याइदिनुहोस्, सकियो। त्यसपछि त बलात्कार पनि कम होला, बलात्कारको मुद्दा पनि कम होला। यदि होइन भने जति केटाको हकमा चाहिने हो, जति केटीको हकमा चाहिने हो त्यो पनि दिनुहोस्। नत्र भने तपाईँको एउटा केटीले मुद्दा हाल्दामा, एउटा स्टाटस लेख्दामा त्यो केटालाई पक्राउ हुन्छ भने तर त्यो केटीलाई चाहिँ किन छाडिने? पनि तपाईँहरूले पक्रेर जेल हाल्नु पऱ्यो नि। जसरी केटालाई हाल्नु भएको छ त्यसरी नै केटीलाई पनि हाल्नु पऱ्यो नि। यदि त्यो केटा दोषी करार निस्कियो भने, दोषी करार प्रमाणित भयो भने बल्ल त्यो केटालाई जेल चलान गरेर त्यो केटीलाई अनि न्याय मिलाएर तपाईँले छोड्नुपर्ने हो। तर यो त एकदम गलत भयो सरकारले, एकदम गलत। मैले मेरो व्यक्तिगत तर्फबाट देख्दाखेरि एकदमै गलत देख्छु। तपाईँको जोसुकै होस्, भोलि चाहे म होला, चाहे मेरा दिदी बहिनी दाजुभाइ जोसुकै होला, तर यो नियम कानुन चाहिँ ल्याउनै पर्ने हुन्छ तपाईँहरूले। केटाले मुद्दा हाल्दा दुवैजनालाई पक्रिनुपर्ने, केटीले मुद्दा हाल्दा पनि दुवैजनालाई पक्रेर छानबिन गरेर यदि दोषी करार हो भने, केटा दोषी हो भने उसलाई जेल चलानुहोस्, केटी दोषी हो भने केटीलाई जेल चलानुहोस्। तर हाम्रो सिस्टम त भएन नि त यो। एउटाले मुद्दा हालिदिएको छ, त्यो अब प्रमाणित नहुन्जेलसम्म प्रमाणित नै भएको छैन, तर त्यो केटा जेल, एउटा मुद्दा हाल्ने बित्तिकै त्यो केटा जेल जानुपर्छ। त्यो केटी खुलेआम तलले घुमेर हिँड्नु परेको छ। तर यो चाहिँ यो हामी माथि अन्याय भएन र यो? भन्नुहोस् त। हामी माथिको ज्यादती, हामी माथिको अन्याय हो नि यो, हो कि होइन भन्नुहोस्? तर मेरो व्यक्तिगत तर्फबाट भन्दाखेरि चाहिँ यो चाहिँ एकदम अन्याय भइरहेछ। किनकि पुरुषलाई एकदमै अन्याय भइरहेछ अहिले। कति राम्रा दिदीबहिनीहरू, मैले सबै दिदीबहिनीहरूलाई र सबै दाजुभाइहरूलाई गलत पनि भन्न खोजेको छैन। तर मैले एउटा मेरो व्यक्तिगत धारणा भन्दैछु मैले तपाईँहरूलाई। एउटा चेलीले गर्दाखेरि अहिले हेर्नुहोस् कति चेलीको बदनाम भइरहेछ, कति चेलीलाई बदनाम गरिरहेछ। एउटा पुरुषले गर्दा कति पुरुषको बदनाम हुन्छ। अब एउटा नियम कानुन चाहिँ यति बनाउनुहोस् कि केटीले बलात्कारको मुद्दा हाल्दाखेरि केटालाई पनि पक्रिने, केटीलाई पनि दुवैलाई पक्रेर छानबिन गरेर केटी दोषी हो भने केटीलाई थुनामुक्त, केटा दोषी हो भने केटालाई थुनामुक्त गर्ने यो नियम कानुन चाहिँ ल्याउनु पर्यो सरकार, प्लिज। यो नियम कानुन चाहिँ एकदमै जरुरत छ अहिले नेपालमा। तपाईँको त कमाइ खाने भाँडो भयो हेर्नुहोस्। राम्रा देख्ने बित्तिकै
अलिकति पुँजी भएको देख्ने बित्तिकै नाम तोकिदियो, बस मलाई बलात्कार गर्यो, त्यसपछि छोक्दै जेल, समात्यो पुरुषलाई त। तर महिला त खुलियाम हिँड्न पाइयो। तर यो एकदम गलत छ। एउटा नियम कानुन, एकदम कडा नियम कानुन चाहिँ लिएर आउनै पर्ने हुन्छ तपाईँहरूले। प्लिज यो मेरो कुरालाई सुनिदिनु होला। होइन कुनै कुराहरूमा गलत भएछ भने त्यसमा क्षमा प्राप्ति छु। यदि सही बोलेको छु भने केही सजेसन दिनु होला। जति पनि भिडियो हेर्दै हुनुहुन्छ नि, तपाईँहरूलाई मेरो भनाइ कस्तो लाग्छ प्लिज तपाईँहरूले पनि एउटा सल्लाह सुझाव दिनु होला। होइन मैले बोल्दै गर्दाखेरि मलाई खासै राम्रो बोल्न त आउँदैन, तर मैले बोल्दै गर्दाखेरि कतै गल्ती गरेँ होला, कतै गल्ती बोलेँ होला, त्यसमा पनि क्षमा प्राप्ति गर्दछु। र कता गल्ती भएछ भने त्यसलाई सुधार्ने मौका पनि दिनु होला। हस् त, धन्यवाद। यो मेरो भिडियो कस्तो लाग्छ जस्ताको जस्तै तपाईँहरूले प्रतिक्रिया पनि दिनु होला है। हस्, धन्यवाद। जय नेपाल।